लु आज चाहिँ यो गान्तोकको नयाँ फ्लावर सो हो म चाहिँ फर्स्ट टाइम पसेको नयाँ फ्लावर एक्जिबिसन्स ऊ चाहिँ मेरो पार्टनर हो यो त अनि साँच्चै नै मान्छे नै छ त है हो मान्छे नै छ है साँच्चै नै बोलिदिनु है फ्ल्याटै सिलिकनको रहेछ नि त हौ अनि त है सिलिकन रहेछ नि त अन्त मान्छे जस्तो त हुन्छ त ल हिँड न हौ बा म चाहिँ फर्स्ट टाइम पसेको हो यहाँ चाहिँ लु तिमी फर्स्ट टाइम होइन यहाँ रहेछ लु डु नट टच अरे कौन त यार्सा गुम्बा हो त होइन यार्सा गुम्बा होइन मेडिकल मेडिसिनल और यो त उयो जो मिलकर एक वृक्ष की सेवा करते हैं। लु यो मात्रै चिने मैले चाहिँ हौ यो त चिरेटो जस्तो लाग्यो मलाई कुन चाहिँ चिरेटो म चिनिहाल्छु चिरौटो होइन चिरौटो यो चाहिँ के हो ए ओइ उड्छ नछोइ बिस्तारै बिस्तारै छोइ उडिजान्छ है रेड पान्डा सेम छ त अन्त भन्नु अच्छा रेड पान्डा त यो त रकुन जस्तो पनि छ त हौ हिँड्नु नि छोडिदिनु त बस घुमाउ न हेर न यहाँ पहिला हेर एनालाइज गर यो कुराहरूलाई बुझ खै ऊ यहाँ रहेछ यो के हो हात्तीसँग राम्रो बनाएर चाहिँ बनाउनु त भित्र तो आओ दोस्तों, जैसे वे चार मित्र हम भी ज्ञान दया और एकता से जीवन सिक्किमको बारेमा त सबै एक्सप्लोर गरेर छ यति फाइदा छ होइन ड्राइभर भएको फ्रीमा पस्नु पाए जाइ पनि अबुई म त मान्छे पो रहेछ भनेको त नक्ली पो रहेछ त हौ अबुई हो त हौ ओ म त मान्छे भनेको ला म त झुके पनि हो यो त साँच्ची नै सेम यार के दामी दामी हो यो त अबुई छोड त यता छोड न लु उसको चाहिँ गर्लफ्रेन्ड छैन अरे लु त्यहाँनिर उयो भएर चाहिँ गर्लफ्रेन्ड भनेर इमेजिन गरेर खिच्दैछ है ए सिलिकन हो नि त त्यही भएर उयो भएको सेम ल जाउँ जाउँ अर्को ठाउँ अलिकति राम्रो रहेछ त्यो सेम मान्छे है तर त्यो चाहिँ मलाई हेरेर नि उता linking this small state gardens across the world. Today, Orchid Lake Sanctuary is very large. मजाको रहेछ है तर भित्र राम्रो चाहिँ राम्रो बनाएर छ त्यो फर्स्ट टाइम मात्रै मजा लागेको इ यहाँ हो किन हौ ठिक छ त हौ यार यस्तो आरामले घुम्दैन खै कोनी यो त अरू लाबर रहेछ नि त हौ त्यो परको दुईजना त सेम थियो यार यिनीहरू त अलिक भए पनि स्ट्याचु जस्तो देख्छ कि है परको त सेम थियो हौ लो खै कुन त के थाहा त हौ लिफ्ट त होइन होला यहाँ त लु एक्स्ट्राहरू मजा आउने रहेछ है मन पराउने रहेछ नि त है रहेछ आमा ओइ दामी रहेछ भित्र हेर दामी रहेछ त कहिले आएको अम्बो हेर सट्टी छ है मिररको रिफ्लेक्ट हो यो चाहिँ आमा फोटो के खिच्नु हो त्यो फोटो नखिचौ दामी देख्दै है तर कहाँ छ छैन हौ रिफ्लेक्सन हो यो रिफ्लेक्सन हो ग्लासको होइन यहाँ अगाडि छ नि यो रिफ्लेक्सन भएको
ओ जुङ जुङ अगाडि हो टुरिस्ट कहाँ पुग्यो यो त कतिवटा देख्दो रहेछ हेर त आफै हेर आमा राम्रो चाहिँ राम्रो रहेछ फर्स्ट एकताल फर्स्ट टाइम भएन होला कि है सेटिस देख्दैन ए डल्लै छ टुरिस्ट चाहिँ खोइ कहाँ गयो हाम्रो चाहिँ हेर्नु खोज्दै हुन्छ दामी रहेछ त हौ यो त रियलै हो ऊ यहाँ बसिरहेछ ऊ श्रृङ्खला दिस वे एउटा फोटो खिचौँ तिमीभन्दा त बहुत अग्लो छ नि यहाँ हेर त यो त रियलै होइन रेल हो नि हौ यो त ए भित्र नक्लीमा पसेर सबै नक्ली लाग्छ त्यहाँ त्यो ग्लासको उयो चाहिँ राम्रो बनाएको रहेछ भित्रको है ग्लास रिफ्लेक्सनको चाहिँ ल राम्रो बनाएर छ है मजा मजाको यो त यो के रेल भनेको रेल त हो त हौ यो त नि माथि छ यसो मैला चाहिँ आउँदैन न मेवा मेवा त यो के को मेवा हुन्छ हौ मेवा त हो त। हट खोइ अनि एक्जिट चाहिँ कता अब एक्जिटै माथि नै फर्किनु पऱ्यो भने त लामो पर्छ नि हौ यहाँ एक्जिट ओ टुरिस्ट त मजाले भुलिने रहेछ है भित्र त्यो त कहीँ भेटिन फुट हिँडेछ हौ अहिले फोन गर्छ है फेरि ए एक्जिट यहाँ रहेछ नि त वासरुम ससरुम फेसिलिटिजहरू रहेछ फेरि यो बाटो चाहिँ वासरुमै मात्रै पुगिन्छ हुँदैन है ऊ म भन्दैछु हो एक्जिट चाहिँ कता हो यो त होइन होला हौ यही भित्र हरायो भने चाहिँ सरम हुन्छ है वान र टू मात्रै फ्लोर वानै होला है कता छ यसो त वान होला वानमै रहेछ हामी ठिकै छ लिफ्टबाट आइहाल्यो टू अघि मैले वान भनेको नि तिमीलाई ठिकै अब फेरि हिँडाइ भयो ठिकै छ हिँडिदिउँ त्यो राम्रो बनाएर छ जे भए पनि एक राउन्ड लगायो योपालि ल घुमियो त यहाँबाट चाहिँ उयो परबाट चाहिँ राम्रो देख्छ यो पनि ओइ लु यहाँ पानी परेछ नत्र हिउँ पर्यो हिउँ परोस् है केही छैन मलाई नथुलामा हिउँ परेर मलाई केही फरक पर्नेवाला छैन किनकि भोलि नथुलै जानुपर्ने हो लो यो पनि घुम्यो मजा आयो ठिक छ तर टुरिस्ट भेटेन हामीले हाम्रो टुरिस्टै आएन करोड काट्दैन काट्दिनँ है म त्यो 1 करोड चाहिँदैन पनि लाग्दैन पनि